घनश्याम भुसाल तपाईँको पार्टीको होइन, महासचिवले तपाईँलाई छोडिदिनु भयो। उहाँले छोड्नु रामकुमार झाँक्री जसको सङ्गठन थियो उहाँले छोडिदिनु भयो। किसान शीर्षजस्तो नेता तपाईँको साथमा हुनुहुन्न आज। यो एकता केही औचित्य छ भने यसको अनि घनश्याम भुसाल आउनुभएको थियो पार्टी एकतामा, मैले पार्टी खोल्ने बेलामा आउनुभएको थियो। अनि के गर्नु पर्थ्यो, मैले सडकमा बसेर भिक्षा माग्नु पर्थ्यो, मैले याचना गर्नु पर्थ्यो मैले, कि मैले एकदम एउटा आँटका साथ कम्युनिस्ट आन्दोलनलाई अघि बढाउने पहल गर्नु पर्थ्यो। मैले पहल गरेँ, पहल मात्रै गरिनँ, राष्ट्रिय राजनीतिमा ठुल्ठुला महत्त्वपूर्ण परिघटनाहरू घटिए हाम्रो कारणले हो। त्यसो हुनाले यो कुरामा भ्रम नपाल्नुहोस्। अब तर तपाईँलाई साथ दिनु नि त। तपाईँ गर्नुहुन्छ? जाँदाखेरि पुष्प- तपाईँले पार्टीको महासचिवलाई लिएर जान सक्नु भएन घनश्याम भुसाललाई। तपाईँ के गर्नुहुन्छ?